皆さん、こんにちは。日本へ介護業界で仕事をしながら介護福祉士資格を習得したい方々がぜひ最後まで見てください。皆さん2月からなると思いますが、介護福祉士国家試験対策クラスを開始する予定があります。興味がある方々がぜひ参加してください。独特な教える方法が考えているので、皆さん安心してください。どこでも、いつでも、何回でも勉強できるように準備してあります。例えばね、皆さん、今日は夜勤があります。勉強できません。心配もありません。いつでも、どこでも、何回でも勉強できるように準備してあるので心配がありません。ここまで動画見ている方々がどんな教科書を教えるのか気にしている方々がいると思いますので、これからは教科書について説明させていただきます。ですね、皆さんご存知だと思いますが、तपाईहरुले नेपालमा हुँदा यो बुकलाई नेपालीमै पढेर इक्जाम दिएर तपाईहरु जापानसम्म आइपुग्नु। अब चाहिँ हामी त्यो बुकलाई जापानिजमै पढ्नेछौँ। त्यही बुक हो यो बुक है। यसलाई मैले अहिले पुरै ट्रान्सलेट गरिरहेको छु। त्यो ट्रान्सलेट चाहिँ अहिले म लगभग मध्यतिर पुगेको छु। इङ्ग्लिसमा ट्रान्सलेट गरिरहेको छु। यदि तपाईँ यो बुकलाई नेपालीमा ट्रान्सलेट गरिदिए हुन्थ्यो जस्तो लागेको छ भने कमेन्ट गर्नुहोला। म बाँकी चाहिँ नेपालीमा ट्रान्सलेट गर्नेछु। मैले यसरी ट्रान्सलेट गरिरहेको छु। तपाईँले हेर्न सक्नुहुन्छ यसरी फुरियाना राखेर र इङ्ग्लिसमा यसरी ट्रान्सलेट गरिरहेको छु। यसलाई मैले पिडिएफमा कन्भर्ट गरेर यस्तो बनाइरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ। यसरी चाहिँ मैले यसलाई ट्रान्सलेट गरिरहेको छु। तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ यदि नेपालीमा गरिदिए हुन्थ्यो जस्तो लागेको छ भने है म नेपालीमा गर्नेछु। बाँकी चाहिँ अर्को भनेको चाहिँ गोखाको दोहोरिलो है। त्यो बुक भनेको चाहिँ यो बुक हो। यो बुकलाई पनि म ट्रान्सलेट गर्नेछु। तर कहिले गर्नेछु भने जब म यो बुक सक्छ, यो बुक सकिसकेपछि मात्रै म यसलाई पनि ट्रान्सलेट गर्नेछु। यसलाई नेपालीमा अथवा इङ्ग्लिस कुनै एउटा भाषामा ट्रान्सलेट गर्नेछु। यदि तपाईँ चाहनुहुन्छ नेपालीमा गरिदिए हुन्थ्यो जस्तो लागेको छ भने कमेन्ट गर्नुहोला। म यसलाई पनि नेपालीमै ट्रान्सलेट गर्नेछु। अब यो दुईवटा पुस्तकको कुरा भयो। अब फेरि यो दुईवटा पुस्तकको कुरा गरौँ है त। अब सुन्नुहोस्, तपाईँले नेपालीमा मजाले पढ्नु भएको छ। अब तपाईँले यसलाई जापानिज भाषामा याद गर्नुहोस्। तपाईँले यो बुकलाई मजाले पढ्नु भयो भने तपाईँले यहाँबाट लगभग 40वटा क्वेसनहरू मिलाउन सक्नुहुन्छ। त्यस्तै अर्को यो बुक गोखाको दोहोरी छ। यो दुईवटा बुक तपाईँले राम्रोसँग हेर्नुभयो भने 80वटा क्वेसन मिलाउन मजाले सक्नुहुन्छ। हामीलाई 100% स्कोर गर्न सक्दैन। 100% स्कोर पनि चाहिएको होइन। सके पो चाहिन्न होइन। 100% स्कोर गर्न सक्दैन, जापानिजले सक्दैन होइन। हामीलाई 80वटा भयो भने त मजाले पुग्छ, पास हुन्छ। 80वटा भयो भने चाहिँ है। यो दुईवटा बुक मजाले पढ्नु भयो भने पास हुन्छ। सिखेनकोचु भनेको मैले तयारी गरिराखेको छु। यो चाहिँ तपाईँले लगभग क्लासको अन्तिम पुग्दाखेरि तपाईँले यो पाउनुहुन्छ। यो राम्रोसँग हेर्नुभयो भने तपाईँले 5 देखि 10वटा क्वेसनहरू मजाले मिलाउन सक्नुहुन्छ। यो त्यस्तो धेरै पढ्ने कुरा होइन। यसमा चाहिँ तपाईँले केही याद गर्नुपर्ने कुराहरू वर्डहरू छ। यो कुरा याद गर्नुभयो भने तपाईँले 5 देखि 10वटा क्वेसन मिलाउन सक्नुहुन्छ। दुईवटा पुस्तकको कुरा। अर्को बुक भनेको चाहिँ कोक्सिनाबी। यो बुकलाई चाहिँ म ट्रान्सलेट गर्न सक्दिनँ है। यो बुकलाई चाहिँ म लगभग 50 देखि 60% मात्रै पढाउँछु। यो 100% पढ्न पनि सक्दैन। म जापानिज टिचरसँग पढेको 2 वर्ष भयो। जापानिज टिचरले पनि यो पुरै पढाउँदैन, मेन कुराहरू मात्रै पढाउँछ। मैले पनि तपाईँलाई लगभग 50 देखि 60% मात्रै पढाउँछु होला। सबै पढाउन सक्दिनँ। र यो त्यस्तै अर्को बुक छ तपाईँले देख्नु भएको, यो हाजिमेओ चाहिँ एकदमै थोरै पढ्छौँ हामी, सरस्वती पढ्छौँ। किन थोरै पढ्छौँ भने हामीले जब यो दुईवटा बुक, यो बुक र यो बुक राम्रोसँग हेर्नुभयो भने हाजिमेओ नहेरे पनि खासै फरक चाहिँ पर्दैन। तर यो चाहिँ गाइगोकुजिन मुखे भएकोले चाहिँ हामी हेर्छौँ। त्यस्तो धेरै टाइम दिएर चाहिँ हेर्दैनौँ। हेर्न पनि पर्दैन। तपाईँले दुईवटा बुक मजाले हेर्नुभयो भने यसलाई त्यस्तो धेरै टाइम पनि दिनु पर्दैन। 4वटा बुकको कुरा भयो। अर्को भनेको चाहिँ तपाईँलाई एउटा वर्कसिट दिन्छु। यो वर्कसिटमा चाहिँ के छ भने मेन कुराहरू छ, पोइन्टेड कुराहरू छ। तपाईँलाई सम्झन एकदमै सजिलो बनाउँछ यसले चाहिँ। यो चाहिँ तपाईँलाई म कतिखेर दिन्छु भने लगभग क्लास चाहिँ मिडतिर पुग्छ नि, अनि म तपाईँलाई यो बुक दिन्छु। यो चाहिँ तपाईँलाई फ्रीमा दिने भयो मैले है। मजाले पढ्नु होला। यदि तपाईँसँग चाहिँ N2 लेभलको भाषा छ भने तपाईँले 1 वर्ष पढ्नुहोस्, तर मेहनत गरी पढ्नुहोस्, मजाले पास हुन्छ। तपाईँसँग N3 लेभलको भाषा छ भने 2 वर्ष पढ्नुहोस्, तर तपाईँसँग N4 लेभलको भाषा, तपाईँ भर्खर नेपालबाट जापान आउँदै हुनुहुन्छ भने तपाईँ 3 वर्षै पढ्नुहोस्। 3 वर्ष पढ्दाखेरि भाषा पनि बन्छ। यो बुक पढ्दै भाषा पनि बन्छ। अब हाम्रो यो स्किल पनि बढिसकेपछि अब खाइगो फुकुसिसीको प्रिपेयर लगभग रेडी हुन्छ है। हामी इक्जाम दिन सक्ने हुन्छ। तपाईँ भर्खरै नेपालबाट आउँदै हुनुहुन्छ अथवा आउने तर्खर गर्दै हुनुहुन्छ भने पनि तपाईँले क्लास लिन सुरु गर्नुभयो भने हुन्छ। भाषा पनि बन्ने होइन। 3 वर्षसम्म मजाले पढेर भाषा पनि बन्ने भयो। र अर्को भनेको चाहिँ तपाईँ खाइगो फुकुसिसी दिन लागि रेडी पनि हुने भयो। मैले नेपालमा हुँदाखेरि पनि यो बेसिक कुरा त मैले नेपालमा पढाएको हो। यो बुक मैले नेपाली भाषामा नेपालमा हुँदै पढाएको हो। मसँग पढ्नु भएको
कतिपय मान्छेहरूले अहिले मेरो भिडियो हेरिरहेको पनि हुनसक्छ। लगभग मैले 2 वर्ष चाहिँ नेपालमा पढाएँ है, यो बुकलाई नेपाली भाषामा पढाएँ र सुरुमा त यो बुक भर्खरै जापानिज आउँदाखेरि मैले यसलाई पनि नेपालीमा ट्रान्सलेट गरी पढाएको थिएँ, पछि चाहिँ नेपालीमा आयो। पढेर मात्रै त भएन, इक्जामको फिनिसिङ पनि त दिन पर्यो नि मैले। यो सबै बुकहरू पढेर तपाईँलाई म खाकमुनहरू पनि एकदमै तयारी गरिराखेको छु है। खाकमुनहरू मोगी सिकेनहरू भइहाल्यो, यो चाहिँ इक्जाम प्रिपरेसन गर्ने भइहाल्यो है। खाकमुनहरू सबै रेडी छ। अब तपाईँलाई अर्को इक्जाम दिन पर्यो। इक्जाम दिनलाई तपाईँले अनलाइनबाट यस्तो फर्महरू मगाउनु पर्ने हुन्छ, त्यहाँदेखि मगाउनु पर्ने हुन्छ। यो फर्म कसरी मगाउने, अनि यो फर्म भर्न पनि गाह्रै छ है। तपाईँले सुरुमा हेर्नुभयो भने त के हो नै हुन्छ। यो फर्म कसरी भर्ने भनेर पनि म तपाईँलाई सबै कुराहरू सिकाउने छु। एकदमै राम्रोसँग तयारी गराउने सोचले मैले पनि तयारी गरेको छु। यदि तपाईँ भर्खरै नेपालबाट आउँदै हुनुहुन्छ भने पनि क्लास सुरु गर्नुहोस्। जापानमा हुनुहुन्छ, इक्जाम दिने तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईँ क्लास लिन सक्नुहुनेछ। आजै मलाई मेसेज गर्नुहोस् र फेसबुकमा एड हुनुहोस्। क्लास चाहिँ निगाजबाट सुरु हुन्छ। धन्यवाद।